हो भोजपुरको हतगढी गाउँपालिका वडा नम्बर 5 र 6 होमताङ र हतुवा। यहाँ हरेक वर्ष बडा दशैं र दीपावलीको रौनकसँगै एउटा अर्को उत्सव सुरु हुन्छ, भलिबलको उत्सव। यो परम्परा हो 35 वर्ष पुरानो। युवा क्लबले यस स्थानमा सुन्नमा आएअनुसार 35 वर्षभन्दा अगाडिदेखि लगातार रूपमा यो ठाउँमा सायद 35 वर्ष अगाडि बनेको त्यो पञ्चायत कालको अन्तिमतिर थियो। त्यसपछि लामो समय बहुदलको कालखण्डमा गाविस हुँदै गर्दाखेरि र अहिले हामी संहितामा गइसकेपछि गाउँपालिका बने पनि जुन ढङ्गले यसमा निरन्तर रूपमा यो खेलकुद कार्यक्रम हुने गरेको छ र केही कार्यक्रमहरूमा म आफू पनि सहभागिता हुने एउटा सौभाग्य प्राप्त गर्ने गरेको छु। यो कार्यक्रम भव्यताका साथ यो सम्पन्न भएको छ र थुप्रै विकास निर्माण लगायतका धेरै कुराहरू हामीले केही सुरु गरेका विकास निर्माणका कुराहरूको सन्दर्भमा पनि हामीले गाउँपालिकाको तर्फबाट के गर्न सक्यौँ, के सकेका छैनौँ, धेरै कुरा यहाँको बिचमा राख्नु छ। तर अहिले समयको हिसाबले हामी आगामी दिनहरूमा पनि हामीले गरेका कमी कमजोरीहरू छन् भने त्यसलाई हामीले सच्याउने र हामीले राम्रो कामका थालनी गरेका छौँ भने त्यसलाई हामी सबैले साथसहित दिनुपर्ने पनि एउटा सन्देश पनि दिन चाहन्छु। यो परम्पराको सुरुवातकर्ता भूतपूर्व भारतीय गोर्खा सैनिक स्वर्गीय चतुरमान राई हुन्। त्यो बेला गाउँमा न कोट थियो, न जाली, न त राम्रो बल, तर उनको सपना थियो गाउँका युवाहरूलाई खेलसँग जोड्ने। त्यही सपना आज 35औं वर्षमा पनि उत्तिकै जीवन्त छ। आज पनि हरेक वर्ष झै उहाँकै तस्बिरमा माल्यार्पण गरेर महोत्सवको औपचारिक शुभारम्भ गरिन्छ। हरेक दशैंमा यहाँ काठको रोटेपिङ ठडिन्छ। बच्चाहरू चिच्याउँदै रोटेपिङमा उफ्रिन्छन्। बुढापाकाहरू चौतारीमा बसेर पुराना कुरा स्मरण गर्छन्। असोज 17 देखि 21 गतेसम्म सञ्चालन भएको यो भलिबल प्रतियोगितामा बालकदेखि हजुरबा हजुरआमासम्मको उपस्थितिले मैदान छुट्टै रङ्गीन बन्छ। राजकुमार तामाङको चाहिँ उत्कृष्ट प्रहार। हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा यो वर्ष पनि अग्रज खेलाडीहरूलाई सम्मान गरियो। ती खेलाडीहरू जसले 20-30 वर्ष अघि यही मैदानमा बल खेलेका थिए, आज उमेर ढल्किए पनि मैदानमा उपस्थित भएर पनि ताली बजाइरहेका देखिन्छन्। यो प्रतियोगिता पैसाले होइन, मनले चल्छ। सहयोगी दाताहरूले गच्छे अनुसार दिएका रकमबाटै यो भव्यता सम्भव भएको हो। चण्डी डाँडा युवा क्लबले निरन्तर 35 वर्षदेखि यो जिम्मेवारी वहन गर्दै आएको छ। ट्रफी र नगद त केवल प्रतीक मात्र हुन्। यहाँ सबैभन्दा ठुलो पुरस्कार हो एकताको भावना, खेल भावना र गाउँलेपनको जीवन्तता। जबसम्म हतुवागढीका डाँडामा दशैंको टीका र दीपावलीको दियोको उज्यालो रहन्छ, तबसम्म स्वर्गीय चतुरमान राईले रोपेको भलिबलको बिउ पनि फुलिरहनेछ। यो केवल खेल होइन, यो त हाम्रो संस्कृति, हाम्रो एकता र हाम्रो पहिचान हो। 35 वर्षको यात्रा अझै धेरै वर्षसम्म निरन्तर अगाडि बढिरहोस्। भलिबलले जोडिरहोस् गाउँको मन, संस्कृतिको मान र युवाको उत्साह। Shooting loud, shooting loud.